नआउनु राजनीतिमा आइहाल्यो, नआउनु राजनीतिमा आइहाल्यो। आइसकेपछि 5 मिनटमा को जान्छ? जाँदैन नसोभा, 5 मिनटमा जाँदैन। हे मेरो प्यारो चितवन, हे मेरो प्यारो चितवन, हे देवभूमि चितवन, यो चितवनले लगाएको यो गुण इतिहासले सम्झने छ, इतिहासले सम्झने छ। यो दिन कुनै सामान्य दिन होइन, इतिहासको एउटा महत्त्वपूर्ण पाना हो जुन जसको सुरुवात हामीले लेखिसकेका थियौँ। यही 24 कोठीमा हिजो अन्यायमा पर्दा तपाईँले एउटा व्यक्तिलाई अन्याय पर्यो भनेर तपाईँले न्याय दिनुभएको, यही 24 कोठीमा। आज यो 24 कोठी रवि लामिछानेको न्यायको लागि होइन, यो देशको न्यायको लागि खडा भएको छ र यो देशले न्याय पाएरै छ। 5 मिनट लागोस् कि 50 वर्ष लागोस्, यो देशलाई न्याय दिने यात्रा सुरु भइसकेको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु चितवनलाई, धेरै धेरै माया, यो निरन्तर साथ सहयोगको लागि।